हेलो साथीहरू, के छ हजुरको खबर? आजदेखि चाहिँ म नयाँ भ्लग्सको सुरुवात गर्दैछु। यसमा मुख्य किरदारको रूपमा म रहनेछु। त्यस्तै गरेर परिवारका सदस्यहरू अरूहरू पनि रहने हुनेछ। हजुरहरूले यस भ्लग्सलाई हेरिदिनु होला, माया गरिदिनु होला है त। हेर्नु है साथीहरू, यो मान्छे चाहिँ मेरो भाइ हो। यो पनि यो एउटा भ्लग्सको मुख्य किरदार नै हो। त्यस्तै गरेर यहाँ हाम्रो भर्खर यो पुस 20 गते बिहाको यो हाम्रो गाई छ, गाईको बच्चा छ। यो पनि एउटा मुख्य किरदार नै हो है। त्यस्तै गरेर यसको मम्मी त्यहाँ छ, त्यो पनि अब उसको किरदार नै हो। अब चाहिँ यी गाईहरू दुहुन गइरहेको छु है त म। हेर्नुहोस् है साथीहरू, यस्तै छ हाम्रो गाईहरूले दाना खाँदैछन्। ए फाल्देको भातहरू खाँदैछ त। यहाँ फेरि अर्को दुईटा बच्चाले, यो सानो बच्चा शुद्ध, यो लगभग 1 महिनाको भयो। खाऊ खाऊ खाऊ, त्यही पनि केही हुन्न के। यस्तरी खाइरह है। यो के चाहियो सेतो तिमीलाई? भाइ तिमीलाई तलतिर माम खाने है। जाऊ 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 हो जा। सेतु के छ सेतु? हेलो भन, हेलो जा। गयो है त। हेलो साथीहरू, यो चाहिँ हाम्रो बारी हो है। बारीमा मम्मीले यसो सागहरू हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ यसो पानीको अव्यवस्थित व्यवस्था छ। म हजुरलाई साग देखाउँछु है। रायोको साग हो यो। यहाँ यस्तै सागहरू छ। यो ढिलो भएको हुनाले अलि हामीले रोपेका छैन। यसो खाइएहा मात्र उमारेर। सिज माई मदर। यहाँको परिदृश्यहरू चाहिँ यस्तै खालको छ है त। के छ कृष्ण भगवान, के छ? ठिक छ नि है? एक्लै हो कि अरू पनि कोही आउँदैछ? एक्लै। ए ल ठिक छ। ल यो चाहिँ मेरो भाइ भर्खरै आयो। हजुरहरूलाई बिहान पनि देखाएको थिएँ होइन?